छिमेकी भएर पनि पर्याप्त सहयोग नगरेको भन्दै आलोचना खेप्दै आएको भारत अब भने नेपालसँग द्विपक्षीय सिरिज खेल्न तयार भएको छ। त्यो पनि कीर्तिपुर स्थित त्रिवेणी स्टेडियममा। उसले आफ्नो ए टिमलाई नेपाल पठाउनेछ, जुन टोलीमा आइपीएल स्टार समेत हुनेछन्। क्यान र बीसीसीआई बीच स्कटल्याण्डमा सम्पन्न आईसीसी सम्मेलनका क्रममा भएको भेटवार्तापछि सिरिजको औपचारिक टुङ्गो लागेको। बैठकमा क्यानका अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्का तथा बीसीसीआई सचिव देवजित सकैया सहभागी थिए। भारतले नेपालसँग सिरिज खेल्ने भएपछि क्यानका सचिव पारस खड्काले बीसीसीआई प्रति आभार व्यक्त गरेका छन्। उनले भनेका छन्, नेपाली क्रिकेटको विकासमा निरन्तर सहयोग र समर्थनका लागि भारतीय क्रिकेट नियन्त्रण बोर्ड, बीसीसीआई तथा सचिव देवजित सकैया प्रति हार्दिक आभार व्यक्त गर्दछौं। हामी निरन्तर अघि बढिरहेका छौं। नेपालमा आएर सिरिज खेल्ने भारत ए तेस्रो ठूलो टिम बन्नेछ। यसअघि आयरल्याण्ड र वेस्ट इन्डिज एले त्रिवी मैदानमा नेपाल विरुद्ध श्रृंखला खेलिसकेका छन्। नेपाल र भारत ए बीचको सिरिजको पहिलो खेल 9 डिसेम्बरमा हुनेछ। यस्तै यी दुई टिमले दोस्रो र तेस्रो म्याच क्रमशः 11 र 13 डिसेम्बरमा खेल्नेछन्। भारत ए टोलीको भ्रमणलाई नेपाली क्रिकेटका लागि ठूलो अवसरका रूपमा हेरिएको छ। बलियो भारतीय टिम विरुद्ध खेल्दा नेपाली खेलाडीले उच्च स्तरीय प्रतिस्पर्धात्मक अनुभव प्राप्त गर्नेछन्। साथै समर्थकले पनि रोमाञ्चक क्रिकेट हेर्ने अवसर पाउनेछन्। हालसम्म नेपालले भारतको कुनै पनि टोलीसँग द्विपक्षीय सिरिज खेलेको छैन। त्यसैले भारत ए टोलीको नेपाल आगमनले दुई देशबीच क्रिकेट सम्बन्ध अझ मजबुत बन्ने अपेक्षा गरिएको छ। नेपाली टिम हाल युरोपको भ्रमणमा छ। त्यहाँ टोली आईसीसी विश्वकप लिग 2 सिरिजको तयारीमा छ। श्रृंखलामा नेपालले 21 र 27 जुलाईमा नामिबिया तथा 23 र 29 जुलाईमा घरेलु टिम नेदरल्याण्डसँग खेल्ने तालिका छ। त्यसअघि नेपाली टोलीले 13 र 15 जुलाईमा जर्सी विरुद्ध 2 वटा अभ्यास म्याच पनि खेल्नेछ।